भर्खर उठे अझै पिरहेछ त्यही भन्नु मलाई मन पर्दैन क्या नाइट सिफ्ट पोका पन्तुरा बोकेर लागे कामतिर फेरि 7:30 भयो 7:30 मा गाडी छ निस्किन पर्ने चाहिँ अलिकति चाँडै हो तर जहिले नि अब त्यही हो चाँडै चाहिँ हुँदैन भने क्या लास्ट गाडी नै समात्न पर्ने लास्ट मिनटकै गाडी क्या लास्ट मिनटकै कस्तो बानी लाग्यो साँच्चै आइसक्यो त म त काममा भन्ने विषय छ आइसक्यो गाइजमा काममा आएँ अनि चाउमिन लिएर आएको घरबाट अनि त्यसपछि यसो होइन काँडा साँडा ल्याउनु पऱ्यो अनि पानी सानी बेलुकालाई लानु पऱ्यो 2 चाउचो पनि बोकेर आएको छु त्यही हो खुराक हिजो टन्न भात लिएर आएको खानै सकिएन नि कति नै खाउँला भनेर लिएर आएको घरै लगेर आज बिहान आएको आज बिहान सो पानी भयो एन्ड ह्याभ टु नुडल्स एन्ड देन स्पागेटी टु किप मी अलाइभ टुडे सो जिन्दगीको अपडेट यही छ आज लास्ट नाइट सिफ्ट लास्ट नहोर कुनै बेला फेरि यिनीहरूलाई मान्छे चाहियो भने यताउति भयो कोही भएन भने अनि यही हो दिपकजी नै त हो सो आज चाहिँ अब खासै कुरा गर्ने त केही पनि छैन होइन लेट्स टक अबाउट पर्सनल होइन टपिक चाहिँ के कुरा गर्ने भन्दा होइन डु यु बिलिभ इन गड अर नट तिमी आस्तिक हौ या नास्तिक नास्तिक होइन चाहिँ गड नमान्ने हो कि आस्तिक भनेर नमान्ने हो आई डोन्ट नो तर जस दुईजना चाहिँ अपोजिट हो भन्ने कुरा मलाई थाहा होइन सो फर मी म चाहिँ आई बिलिभ इन गड किनभने उहाँले नै गर्दा यहाँ आइपुगेको छु ड्राइभर आयो एकैछिन है सोल्टीलाई मैले 1658 नम्बर हो तेरो पसलको नम्बर त्यहाँबाट प्यालेट लिई 5वटा मात्र प्यालेट छ तेरो स्क्यान गर्दै लिएर जा भनेर भनेको पहिलोचोटि चाहिँ यहाँनिर आएको होइन 1338 हालेछ सबै गाडीभरि उसले 1338 हालेर सिधै स्क्यानर चल्दैन स्क्यान गर्दा पनि मिल्दैन हुँदैन भनेर भन्छ ट्रकमा गएर हेरेँ मैले 1338 मैले निकाल सोल्टी सबै निकालेर जसको लाइनको हो जसको हो त्यसैको लाइनमा लगेर राखिदियो भोलि फेरि त्यो अर्को आएर बोलाउँछ त्यहाँनिर राम्रोसँग राख अनि यो चाहिँ यसरी गर्ने भने सिकाइदिएँ अब भर्दैछ अहिले फेरि चेक गर्न जानुपर्छ बिचरा के गर्ने अब होइन नयाँ भएपछि यस्तै हो सवा 10 हुँदैछ निन्दा लागिसक्यो सो भगवान्को बारेमा कुरा गर्दाखेरि चाहिँ अब मलाई चाहिँ किन खतरा विश्वास लाग्छ भने आई हेभ बिन थ्रु द्याट सिचुएसन क्या होइन अनि के भएको थियो भन्दाखेरि अब जब विदेश आउने कुरा भइरहेको थियो अब त्यहाँदेखि नै भन्दा अगाडिदेखि नै अब हुन्छ नि घरको तालमाल बिग्रिने यताउति सबैतिर होइन सबै गरिरहेको कामहरू बिग्रिने गर्न लागेको कामहरू बिग्रिने सबै यताउति भइरहेको हुन्छ होइन कसलाई ब्लेम गर्ने भने त अब त्यही त हो नि कि भगवान्लाई ब्लेम गर्नु पऱ्यो कि कर्मलाई कि भाग्यलाई यस्तै त हो नि अब कल्चर नेपाली होइन अनि त्यस्तै भइरहेको थियो अनि तर के भने मलाई चाहिँ केही पनि कम्प्लेन चाहिँ मैले कहिले पनि गरिनँ तर के भन्थेँ नि अब कति त क्या कहिले सिद्धिन्छ त यो होइन भनेर सोध्थेँ म जान्थेँ मन्दिरहरू होइन टाइम लाग्यो धेरै समय लाग्यो ती सबै कुराहरू ठिक हुनलाई होइन धेरै अब ऋण थिए दायाँ थिए बायाँ थिए यता घाटा उता घाटा धेरै कुराहरू धेरै बिजनेसहरू डामाडोल भएका थिए होइन गरेको सानो सोचेको कामहरू सबै यताउति हुने होइन सोचेको कहिले नहुने त्यो सबै पलबाट गुज्रे क्या एज युजल क्या सबै यो नेपालीहरूको प्रब्लम हो यो सबै नेपालीको भन्दा नि अलग गरिबको भन्दा नि धनीको आफ्नै ठुलो प्रब्लम होला पनि धनीको ठुलै लगानी ठुलै प्रब्लम हुन्छ हाम्रो नहुनेको सानै प्रब्लम पनि ठुलै त हो नि होइन भन्दैन अब विदेश जाने भन्ने बगलीमा धुमो छैन पैसा छैन यता छैन तर विदेश जानुपर्छ गइएन भने कसरी जिन्दगी चल्छ कसरी चाहिँ उँभो लागिन्छ होइन भन्ने यताउति किनभने जब थियो तब सानै थियो होइन पैसाको त्यति भ्याल्यु थिएन जब अब अलिकति हुँदै गयो अब समय हुँदै गयो त्यसपछि चाहिँ अलिकति गाह्रो स्थिति पर्दै गयो किनभने गाह्रो साह्रो मान्छेको जीवनमा जसलाई नि पर्छ होइन जस्तोसुकै मै भन्नेको पनि समय आउँछ अनि जस्तोसुकै छैन भन्नेको पनि समय आउँछ क्या त्यही भएर घमण्ड के पनि गर्नु हुँदैन भन्छन् होइन अनि त्यस्तै समय थियो अनि अब विदेश जानुपर्छ भनेर अब सोच्यो होइन तर पैसा छैन ठेङ्गा छैन राख्नलाई केही पनि छैन जाने चाहिँ कसरी त तर सोच चाहिँ आयो क्या
त्यो भित्रबाट कताबाट आयो अब यसो जानुपर्छ युरोप जानुपर्छ या यसो जानुपर्छ होइन त्यहाँ गर्नुपर्छ यसो गर्नुपर्छ भनेर आयो त्यो के मेरो दिमागमा चाहिँ भगवान्ले नै प्लान गरे जस्तो लाग्छ मलाई होइन अनि त्यसपछि के भयो भने अनि अब ल ठिकै छ नि त जाने भएपछि के गर्ने त भन्ने भयो नि अब उसले सोल्टीले आइएल्स गर्न थाल्यो होइन अनि पैसा यताउति मिलाउँदै किनभने आइएल्स गर्न यताउति गर्न प्रोसेसिङ गर्नलाई पैसा त जुटाइन्छ तर फी एकैचोटि विदेश जानलाई फी तिर्नलाई भिजालाई दायाँ गर्नलाई त के सोचेको छैन क्या पैसा आउनु ठाउँै छैन कहीँ पनि नै छैन क्या अनि त्यतिकैमा एउटा दाइले ल ठिक छ तिमी जाऊ नि त म छु म हेल्प गर्छु भनेर नि भने अब सम्झिनुपर्छ किनभने गुण गरे मान्छेलाई बिर्सियो भने नि यस्तो बैगुनी भएर चाहिँ अति हुन्छ बाँच्नलाई होइन त्यस्तो चाहिँ हुन नपर्छ जिन्दगीमा कहिले पनि त्यति चाहिँ सद्बुद्धि चाहिँ भगवान्ले जहिले पनि प्रदान गरिरहन् होइन त्यो राम्रो हुँदैन कि कसैको बरु दुश्मनकै खाएको छ भने पनि त्यसको चाहिँ त्यो नुनको सोचो चाहिँ गर्नुपर्छ कि कुरा चाहिँ त्यो होइन कि नखाबहरू के घिच्दै नघिच जाँदै नजा नखाँदै नखा तर यदि आफूलाई मनै पर्दैन त्यो मान्छेको पनि आफूलाई अप्ठ्यारो परेको बेला उसको खाछ चलाछ गरेछ भने यु डोन्ट ह्याभ राइट टु होइन उसलाई नराम्रो भन्ने तिम्रो कुनै पनि राइट छैन कि मलाई चाहिँ त्यस्तो लाग्छ कि होइन सो त्यही हो अनि त्यो दाइ हुनुहुन्थ्यो त्यो दाइले चाहिँ अनि हेर एकदमै के भने हौसला दिनुभयो अलिकति जाँड खानुहुन्थ्यो होइन तर ठिकै छ गर नि त यताउति गर पैसा चाहिएको बेला म मेरो जग्गा यसो ट्याकटुकर पारेर ब्याङ्कमा राखेर अनि हेर पैसा निकालेर दिउँला तिमीलाई अनि हेर तिमीले कमाएर मलाई तिर्नु जग्गा निखन दिनु यताउति भन्नुभएको थियो त्यो भने कति ठुलो चाहिँ विश्वास हो तर अब दिनपर्ने सिचुएसन आएन क्या मेन कुरा के भने बोल्न पर्ने हौसला दिनुपर्ने आगो बाल्न पर्ने त्यो सबै चाहिँ पाएँ मैले होइन तर दिनुपर्ने सिचुएसन आएन अब मान्छे दिन्थे या दिन्थेनन् या के थियो त्यो मलाई थाहा भएन तर त्यति बोल्नु पनि एकदमै ठुलो कुरो भएको थियो होइन अनि त्यसपछि म सबै गर्न थाल्यौँ हामी यता खोज्न उता खोज्न सबै भयो कन्सल्टेन्सीहरू चार्न थाल्यौँ यताउति जान थाल्यौँ भने कहाँ जाने कहाँसँग जाने म चाहिँ दायाँ बायाँ भनेर सब खोज्न थाल्यौँ होइन अब क्रोएसिया इस्टोनिया स्लोभेनिया दायाँ बायाँ सबै क्या अब अरू राम्रो ठाउँमा त सकिँदैन अस्ट्रेलिया जान सक्ने अब अलि औकातले पनि भ्याएन होइन युएसको भरै छैन काम गर्न पाउने नपाउने त्यस्तो टुङ्गै नभएको होइन अनि जान पऱ्यो युरोपमा अब अरू देशहरूमा डिपेन्डेन्ट यताउति दायाँ बायाँ यताउति गरेर जान नपाइने अनि त्यसपछि माल्टा र इस्टोनिया भन्ने देशको चाहिँ कन्सल्टेन्सीले चाहिँ हामी दुईजना तपाईँहरूलाई दुईवटा उडाइदिन्छ 20 लाख लाग्छ भन्यो 20 लाख अब कहाँबाट ल्याउने 20 लाख चोरेर ल्याउने भने दाइलाई दाइ यस्तो 20 लाख लाग्छ भने यसरी जाने युरोप जाने हो मस्त मर्नी गरेर बरु होइन हड्डी खिने गरेर काम गर्ने हो पैसा तिर्छु दाइ मलाई त्यति चाहिँ हालिदिनु पऱ्यो भने मैले अब के पर्थ्यो भने त्यो अधिकरणमा परेको जग्गा पऱ्यो क्या एयरपोर्टले उठाएको जग्गामा पऱ्यो दाइले दिन खोजेको होइन दिन चाहिँ नखोजेको सबै ठाउँमा फाइनेन्स दायाँ बायाँ सबै ठाउँमा सँगै म सँगै नै गएको क्या सँगै गएर पैसा झिक्न त गरेँ अब अधिकरण परेको जग्गाको भ्यालु छ तर सरकारले उठाउँछ भन्ने भएर त्यो ब्याङ्कले लिन फाइनेन्सले लिनै मानेन क्या अब पैसा आउने त ठाउँ कहीँबाट पनि देखिएन उहाँ आइएल्स गरेर भइसक्यो पैसा छैन होइन अनि अब तनाव सुरु भयो अब त्यहाँ तनाव सुरु भयो अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ अनिखेर त्यही अब आफू बसिरहेको घर अब अर्काको जग्गामा अब सानो घरै सानो झुपडी नै भयो भने आफ्नो बनाएर बसेको त्यो आफ्नो हो नि होइन छोडेर जान कस्तो हुन्छ नि तर त्यसमा धेरै किचलो पऱ्यो यहाँ पऱ्यो त्यहाँ पऱ्यो दायाँ पऱ्यो बायाँ पऱ्यो होइन आफ्नो तल भएको बेला आफू निचा आफू अलिकति गिरेको बेला सबैको रङ देखिन्छ क्या त्यो स्थितिबाट कोही पनि जान नपरोस् होइन गाह्रो हुने अप्ठ्यारो हुने आफूसँग नहुने बिजो हुने कन्डिसनबाट कोही जान नपरोस् तर त्यही नै एउटा सिचुएसन हो जहाँ चाहिँ सबै मान्छेको चाहिँ चरित्र ठ्याक्कै थाहा हुन्छ कि कुनले तिमीलाई त्यो बेला पनि समाएर राख्छ होइन या कुनले तिमीलाई फुत्त छोडिदिन्छ कि साथ त्यही बेला थाहा हुन्छ अब स्टुडेन्टको भिजा आयो सब ट्याकटुक गऱ्यौँ त्यसपछि अर्को फाइनेन्समा यता माग्ने यता साथीलाई माग्ने मैले मेरो साथी एउटा जर्मनीमा बस्थ्यो होइन त्यो उसलाई पनि मागेँ मैले त्यसले पनि दियो होइन अनि त्यही एउटा साथी बिचरा अरू सबै सर्कलले त्यस्तै है अब नहुनेको सर्कल नहुने हुन्छ क्या हुनेको सर्कल हुने नहुनेको सर्कल हुने बिरलै हुन्छ नमै हुँदैन क्या अनि त्यसरी यताउति माग्यो अब बुवाले पनि होइन ड्याडले पनि अब दायाँ बायाँ यताउति कता हुन्छ कहाँ हुन्छ कता माग्ने चिप्री मागेर दायाँ बायाँ गरेर यताउति सबै मिलाएर उड्यो त्यसपछि उड्यो तसो सकि नसकि दायाँ बायाँ गरेर उड्यो सपनाको संसारतिर उड्यो अब उड्यो है तर उड्नुभन्दा अगाडिको कहानी के छ भने उड्नुभन्दा अगाडि चाहिँ अब किन भगवान्ले चाहिँ यस्तो साथ दिनुहुन्छ कि अब नहुनेलाई
चट्टै सिद्धिन्छ नै भन्ने नि थाहा हुन्छ कि भगवान्लाई केही कुरा लुक्या हुँदैन क्या सारा संसार बनाउने सारा सृष्टिको सिर्जनाकर्ता होइन सबै कुरा थाहा भइहाल्छ नि अनि मसँग त्यति नै पैसा छ मेरो घर उठेर यति पैसा छ मेरो यस्तो छ उ छ भनेर म त्यो दलालको उबाट चाहिँ म इस्टोनियाको लागि या होइन क्रोएसियाको लागि या माल्टाको लागि म त्यस्तो ठाउँमा जहाँ चाहिँ मिल्छ सजिलै जानलाई म त्यो ठाउँ जान्छु भनेर कि भिजा लाग्न सजिलो धेरै पैसा नलाग्ने धेरै पैसा देखाउन नपर्ने होइन त्यस्तो ठाउँ पनि खोजिरहेको थिएँ कि मैले त्यो ठाउँमा चाहिँ के भयो म गएँ लागि परेँ उसले मेरो भिजा सिकेको लाग्छ हुन्छ यति पैसा लाग्छ भनेर पनि भनिसकेको थियो अति पैसा लाग्छ भनेर म सबै गरिरहेको थिएँ होइन तर लास्टमा के भयो भने त्यो मान्छे चाहिँ मेरै टोल म जहाँ बस्छु त्यो ठाउँको चाहिँ वरिपरिको सबै मान्छे चिन्दो रहेछ त्यसले अनि त्यसलाई पनि अब उसले सबलाई चिन्छ नि त सबले उसलाई पनि चिन्छ नि त अनि म त्यहाँ गएँ मैले सबैलाई चिन्छु भनेपछि त्यसपछि म कतिचोटि भेट्न गएँ त्यो मान्छेलाई कहिले पनि भेट भएन कन्सल्टेन्सीको मान्छे हो होइन अब नाम थाहा छैन मलाई होइन यो कोटसेतिर हो कतिचोटि भेट्न गएँ मैले मान्छे भेट्दा नि भेटिनँ कहिले भेट्न नि पाइनँ त्यसपछि फोन गर्दाखेरि पनि कुरा नि त्यति साह्रो हुँदा नि भएन त्यसपछि फोनै उठ्न छोड्यो नयाँ भयो अनि मलाई कहाँ के लाग्यो भने कतै विकट ठाउँमा क्या कतै त्यस्तै ठाउँमा गएर फस्थेँ होला क्या म त्यो मान्छेसँग गएको उसले अरूलाई चाहिँ त्यसरी फसाइरहेको थियो कि या अब छिराइदियो अब म पनि त छिर्छु नै भनेको छैन मलाई किन कस्तो थियो भन्दा र छिर्न पाए चाहिँ सबै हुन्छ भन्ने तर त्यो हुँदैन रहेछ क्या अहिले अब म के भन्छु भने छिर्न पाए म लाइफमा चाहिँ यो त्यस्तो छैन युरोप क्या युरोप भनेर हरेक सबै युरोपमा अब कतिवटा देश छ इन टोटल मलाई थाहा छैन सेन्जेनमै 21वटा कतिवटा 27 कतिवटा छ होइन युरोपमा झन् कतिवटा देश होला पुरै टोटल युरोपमा अब त्यो युरोपियन कन्ट्रीमा गनेर हेर्दाखेरि कति 8-10वटा म्याक्सिमम् के खतरा दामी पैसा पनि कमाउने यताउति सबै भएको भने त्यही होला 8वटा नि छ कि थाहा छैन होइन नभए त अनि अरू त सबै गरिबै त्यस्तै त्यही भ्रष्टै हो क्या यो युरोपियन युनियनमा छ त्यही भएर यो सबै स्ट्रक्चरहरू देश राम्रो बाटोघाटो ट्रेन यताउति बस सबै पुगेको छ तर देश चाहिँ करप्टै हो क्या जनता गरिबै खाने क्या अन्त काम गर्न जान्दैन हाम्रोमा के छ हाम्रोमा चाहिँ केही गरे पनि छैन अनि जनता सिद्धा पनि छ लुटिया पनि छ सबै ब्याङ्कमा बाहिर पैसा राखेर मरे खान् होइन उनीहरूले चाहिँ त्यसो गरे खान् यहाँको चाहिँ जस देखिने डेभलपमेन्ट चाहिँ छ क्या मान्छे टुरिस्टलाई घुम्नलाई यस्तो ड्राइभर राइड हुन्छ न काम गर्ने ठाउँमा भएपछि होइन कमाइ नै छैन कि त्यो देशहरूमा मिनिमम एभरेज स्यालेरी एउटा युरोको हिसाबले हेर्ने 300 400 500 युरो हो त्यो भनेको कति हो 50-60 हजार 60-70 हजार खानै पऱ्यो बस्नै पऱ्यो कलेजको खर्च तिर्नै पऱ्यो बिजोग हुन्थ्यो नि तर पुगिन क्या त्यहाँनिर कताबाट त्यहाँ अड्क्यो कि त्यहाँ अड्क्यो म त्यहाँनिर छोडेर बानेश्वरको एउटा कन्सल्टेन्सी अर्को ठाउँमा गएको हो कि कसरी चाहिँ उ गर्न मिल्छ कसरी चाहिँ उ गर्न मिल्छ भनेर चाहिँ अर्को ठाउँमा गएको कि अझ म त्यतातिर पुगेँ अनि भगवान्ले नगर्दै त मेरो बिजोगै हुन्थ्यो नि म मात्र होइन कि मेरो पुरै फ्यामिलीकै बिजोग हुन्थ्यो किन सबै पैसा बोकेर न्यान्थेँ डुबे हुन्थ्यो त्यही भएर मलाई विश्वास लाग्छ गाह्रो परेको ठाउँबाट मलाई निकाल्दै यसो राख्दै निकालिदिँदै यता राख्दै बाटो देखाउँदै क्या मलाई बाटै थाहा छैन क्या म कहाँ हिँड्नुपर्छ भन्ने बाटो थाहा मेरो बाटै छैन तर बाटो बनाइदिँदै यसरी हिँड भनेर बाटो देखाइदिँदै ठेल्दै यहाँ ल्याइदिनु भयो म नसोचेको कन्ट्रीमा टाक्लका लाएर ल्याइदिनु भयो अनि भगवान् छैन भन्ने त अनि मलाई चाहिँ खतरा विश्वास लाग्छ पुरा ड्राइभरहरू आएको यसो हावा खान निस्क्यौँ यसो हिँडौँ एकछिन भनेको र ज्याकेट स्याकेट लगाएको त आयो अहिले केही नभने 5 जना ड्राइभर आएर बसिरहेको आउँदैन आएपछि एकैचोटि आउने कि त्यही हो ओभरअलमा होइन अनिखेर त्यही हो हन्ड्रेड माग्ने आइयो अनि त्यसपछि यहाँ राम्रो ठाउँमा ल्याइदिनु भयो डोडाइदिनु भयो त्यसपछि यताउति होइन कहिले बिहान कहिले बेलुका दायाँ बायाँ फिक्स काम छैन होइन धेरै पछि पाएको काम त्यस्तै अनि त्यसपछि यसो राम्रो काम होस् भन्न थाल्यो त्यसपछि राम्रो काम पनि भयो बिहानको सधैँ भएको थियो त्यसपछि बिहान उठ्न अलि झन्झट अनि दिउँसोको यसो 12 to 8 को जागिर भए पनि हुन्थ्यो भने त्यो पनि भाइ अहिलेसम्म गरि नै रहेको छु 6 वर्ष भयो यो जागिर खाएको मैले 12 to 8 को आफूलाई ठिक्कै हो नि 10 बजीसम्म सुत्न नि पायो 11 बजीसम्म सुत्न नि पाइयो 12 देखि 8 होइन कस्तो मजाको काम पनि यो पनि ट्याक्कै मिलाइदिनु भएको कि कन्ट्र्याक्टमा यसो जागिर खानु पाइयो भनेर कन्ट्र्याक्ट जागिर्नु भयो सबै क्या सोचाइ ट्याक मिलाएको कि अनि जस्ट पोजिटिभ हुनु पऱ्यो अनि आस्था हुनु पऱ्यो आस्था यस्तो नहोस् कि अहिले भएन भने त्यो भाँचिहाल्ने ब्रेक भयो अनि आस्था हुनु भने आस्था भने अटुट हुनु पऱ्यो क्या त्यसपछि चाहिँ हरेक कुरा काम बन्छ जब आस्थै छैन होइन अनि कहाँ हुन्छ त